त्रिपुरा सुन्दरी बैतडी गोठला पानीमा छ। यो सबै डाँडाहरू इन्डिया हो। तल तल महाकाली बगेकी छ। त्यहाँ तल महाकाली हो। उतातिर चाहिँ पञ्चचुली इन्डियातिर पर्ने पहाड रहेछ, हिमाल रहेछ। जे होस् यो इन्ट्रेस्टिङ ठाउँ चाहिँ गजब रहेछ ठाउँ। त्रिपुरा सुन्दरी मन्दिर, त्रिपुरा सुन्दरीको ध्वजा यहाँसम्म पुगेको छ। मन्दिर पनि त्रिपुरा सुन्दरी, नाम पनि त्रिपुरा सुन्दरी, मन्दिर पनि बडा सुन्दर रहेछ। मन्दिर पनि कस्तो माता बस्ने मन्दिर पनि सुन्दर बनाएर रहेछ, एकदम राम्रो। यो मन्दिर परिसर ल यो मन्दिर परिसर जताततै मूर्तिहरू। राम्रो छ, राम्रो छ, आनन्द आउँदो रहेछ। बगैँचा छ, समीको रुखहरू छ। त्यो चाहिँ महाकाली नदी रहेछ। यो पारी जति पनि डाँडा देखिरहेको छ यो इन्डियाको भूभाग। त्यहाँ चाहिँ पञ्चचुली हिमाल, हाम्रो अपी हिमाल अलिकति उता छेकिएको छ। चाहिँ एकपटक चाहिँ धार्मिक आस्था हुने एउटा यो ठुलो शक्तिपीठ हो त्रिपुरा सुन्दरी माताको मन्दिर। एकचोटि चाहिँ जे होस् आउँदाखेरि आनन्द आउने खाले रहेछ। एकचोटि चाहिँ आउनै पर्ने है, रेकमेन्ड गर्छु म त। एकचोटि चाहिँ आउनै पर्ने रहेछ, त्यस्तो खाले लाग्यो मलाई। वाउ कस्तो राम्रो है। पञ्चचुली, यो पञ्चचुली हो। अलि यता हाम्रो सैपाल छ, अपी छ हैन। कति राम्रो त, यति राम्रो छ। यो बैतडीबाट कस्तो राम्रो भ्यू छ, एक्सलेन्ट।